हेलो नमस्ते वेलकम बैक टु माई युट्युब च्यानल न्यू डे न्यू भ्लग। यहाँलाई मेरो भ्लगमा धेरै धेरै स्वागत छ। आज चाहिँ म उकालो चढ्दैछु, झोला सोला छाता भिरेर। किन उकालो चढ्दैछु भने आज चाहिँ हामी निगुरो टिप्न जाँदैछौँ। एकदम 3 जना साथी छौँ। एकजना साथी चाहिँ अघि नै मलाई छोडेर गइसकेकी छे। अनि साथीहरूलाई चाहिँ म त्यहाँ माथि गएर भेट्ने छु। यहाँ चाहिँ मेरो गाउँ देख्न सक्नुहुन्छ। एकदमै रोडमा गाडीहरू कुदिरहेको छ। एकदमै चर्को घाम लागिरहेको छ। चर्को घाममा पनि बसिराख्नै मन लाग्दैन। यो अभागी खप्पर भएर हो कि एकछिन घरमा बस्नै मन लाग्दैन। कता जाऊँ के गरौँ भइरहेको छ। घाम एकदम चर्को छ, देख्न सक्नुहुन्छ। 12 बजे ह, बल्ल 12:30 भएछ। यस्तो उकालो छ, चर्को घाम। फाइनल्ली हामी चाहिँ साथीहरूसँग भेट भइसकेको छ। साथी यिनी हुन्, मलाई छोडेर आउने साथी। हाँस्दै हिँडिन्छन्। ऊ त्यहाँ अगाडि हिँडिन्छन् एउटा। देख्न सक्नुहुन्छ मकैहरू एकदमै दामी भन। मकैबारी दर्याम हरियो काँक्रा करम मौसमले पनि एकदमै हामीलाई साथ दिएको छ। शीतल भएको छ। हामी चाहिँ आज भरपुर जङ्गल डुलेर निगुरो टिपेर फर्किने वालामा छौँ। देख्न सक्नुहुन्छ निगुरो चाहिँ अलिकति पाएछन्। साथीहरू पुरै निगुरो टिप्दै हिँडेको छन्। निगुरो कतिको पाएको छौ साथीहरू? बोल्ने समेत आँटेन उनीहरूलाई घामले पोलेर। म चाहिँ अब यहाँ टक्क यसरी यहाँ अर्ग्यानिक बचपनमा खाएको थियौँ हामीले। गुलियो ऐसेलु टिप्दैछु। ऐसेलु टिप्ने घाममा खानु यति मिठो छ नि। गुलियो अमिलो अर्ग्यानिक माल। सेलु पाकेर प्यालै भयो बोट। भन मेरी माया तिमीलाई कति चाहियो नोट। निगुरो हेर्नुहोस् त, यहाँ मेलै छन्। यसरी काँक्रा पनि चोरेर खाइयो आज, देख्न सक्नुहुन्छ। कहाँको काँक्रा चोरेको भन्दा त्यो पारीको छ नि झ्याल हो। यहाँको काँक्रा ऊ र मबाट चाहिँ चोरेको हो। नढाँटी भन्नुपर्दा हेरे चित्त बुझाउँछु, छुने औकात छैन। आफूले रोपेको भए पो आफूले छुनु, अर्काले रोपेको कुरा नि कसरी छुने औकात हुन्छ त, होइन? पानी पो पर्यो त गाइजहरू। यस्तो आकाश भएर छाता उडाएर, होइन? हामी चाहिँ पुरै हिँडिरहेछौँ। कहाँ हो नआएको ठाउँमा पनि आइयो हेर्नु। मकैबारी दर्याम एकदम रमणीय ठाउँ छ यता। पानी परिरहेको सिम। त आँखा कस्तो राम्रो भाइ। फुल माया रातो गलबन्दी तिमीलाई कसले किनिदियो। नाकको लागि तिमीलाई कसले किनिदियो।
हामीले चाहिँ यति धेरै निगुरो पायौँ मेहनतको फल 12 बजे तातो तातो घाममा हिँडेको